हेलो हेलो नमस्कार हजुर यो न्यू रोड पाकोमा 11:30 बजे बत्ती गएको अहिलेसम्म आएको छैन किन हजुर? त्यहाँको त्यहाँ लाइन टिकै टिकेन लोड साइडपट्टि हजुरको त्यहाँ लोड बढी भयो भन्ने कुरा छ। किरणले अहिले फिल्डमै रहेर हेर्दै हुनुहुन्छ सर त्यहाँ। अनि एसियाकै टप चाहिने इन्जिनियर साहब एमडी भएपछि झन् यो बत्ती निभ्या भएको किन हजुर? त्यस्तो होइन हजुर, एमडीलाई त्यसरी दोष नदिनु होला। अहिले कसलाई दिने हजुर कसलाई दिने? खासमा हामी अब त्यहाँ लोड चलाउँदाखेरि बढी भएको कारणले गर्दाखेरि यस्तो भएको हजुर। एउटा अर्को ट्रान्सफर सब एकछिन हल्ला नगर्नु हजुर। त्यहाँ अर्को ट्रान्सफर राख्नको लागि ठाउँ उपलब्ध भएन भन्ने गुनासो छ वितरणको, नत्र भने चाँडै सोल्युसन हुने थियो। होइन सुन्नुहोस् न, अनि कुलमान घिसिङ हुँदाखेरि त लोड भएर चलिरहेको थियो, कसरी होला? त्यस्तो होइन, त्यो त हजुरहरूको बनाइ मात्रै हो सर। किन हुनु ल, अब देखिने गरेर भएको छ। तपाईँले यहाँ बत्ती गएको लग हेर्नुहोस् न, अनि थाहा हुन्छ नि। हजम कुरा गर्छ हामी। केही समय थप पर्खिदिनु होला, वितरणले जति लगाउन खोज्दा नि लागेको छैन हेर्दै हुनुहुन्छ। अब आन्दोलनै गर्नुपर्ने हो हामीले हजुर? आन्दोलन होइन सर, हामीलाई अर्को ट्रान्सफर राख्ने एउटा ठाउँ चाहिएको स्पेसली। होइन, अनि कुलमान घिसिङ हुँदाखेरि त फेरि यो समस्या थिएन किन भने कि यो बुझिने के कुरा? त्यस्तो होइन, यो तपाईँहरूको इन्भर्टर जेनेरेटर बेच्ने होइन, ब्याट्री बेच्ने दाउ हो कि जनतालाई दुःख दिने दाउ हो कि नेपालको उद्योग कारखाना सबै धराशायी बनाउने दाउ हो कि डेडिकेटेड ट्रङ्क लाइनको बग्यौता लिनुपर्ने नलिने, जनता पैसा तिर्नेलाई यसरी लोड सेडिङ गर्ने अघोषित? त्यस्तो होइन सर, त्यस्तो खालको उद्देश्य होइन हाम्रो पनि। हाम्रो प्राधिकरणबाट त्यस्तो खालको कुनै पनि मनसाय लिएको छैन। देखिहाल्यो होइन, कुलमान हट्ने बित्तिकैदेखि भएको छ। कुलमान हट्ने बित्तिकैदेखि म अहिले मोबाइल बनाउन आएको, म राजाराम तन्डुकार बोल्दैछु। हेर्नुहोस्, त्यो अस्ति हेलमेट लाएर तपाईँको श्वेतपत्रको बेलामा प्रश्न उठाउने मै हो। हितेन देव साकीजीले हात उठायो नि, त्यो मै राजाराम तन्डुकार हो। म मेरो मोबाइल बनाउन आएको हो। यहाँ अब तताउने हिटर चाहिने बलेन, किन भन्दा बत्ती छैन भने अब मलाई आइज भने म 2 चोटि 4 चोटि आउनु पर्यो तपाईँहरूको कारणले। कति मान्छेलाई तनाव चलायो हेर्नुहोस् तपाईँहरूको कारणले। तपाईँहरूमा एउटा जिम्मेवारी त हुन्छ कि हुँदैन? नैतिकता हुन्छ कि हुँदैन? होइन ल फेरि यो न्यू रोडमा ल तपाईँ मैले माने न्यू रोडमा त ट्रान्सफर्मर राख्ने ठाउँ नभएर ट्रान्सफर्मर लोड नलिएर अरू अन्त चाहिँ किन निभिरहेछ? देशैभरि निभिरहेछ, सबै ठाउँमा निभिरहेछ। यस्तो वायत काम पनि गर्छ। तपाईँहरू कर्मचारीहरू जाने सङ्घ सङ्गठन के छ, काङ्ग्रेस एमाले माओवादीका, तपाईँहरूले पनि अलिक विचार गर्नु पर्दैन? ध्यान दिनु पर्दैन? नैतिकता भनेको छैन कर्मचारीमा? कर्मचारीले त गरिरहेकै हो सर। के बात हो यो भन्नुहोस् त? देशैभरि निभ्याछ, एक ठाउँ 2 ठाउँमा पो हुन्छ त? सबै ठाउँमा देशैभरि निभ्छ होइन? तपाईँहरूलाई हेलो हेलो नमस्कार हजुर। यो न्यू रोड पाकोमा 11:30 बजे बत्ती गएको अहिलेसम्म आएको छैन किन हजुर? त्यहाँको त्यहाँ लाइन टिकै टिकेन लोड साइडपट्टि हजुरको त्यहाँ लोड बढी भयो भन्ने कुरा छ। किरणले अहिले फिल्डमै रहेर हेर्दै हुनुहुन्छ सर त्यहाँ। अनि एसियाकै टप चाहिने इन्जिनियर साहब एमडी भएपछि झन् यो बत्ती निभ्या भएको किन हजुर? होइन हजुर, एमडीलाई त्यसरी दोष नदिनु होला। अहिले कसलाई दिने हजुर? कसलाई दिने? खासमा हामी अब त्यहाँ लोड चलाउँदाखेरि बढी भएको कारणले गर्दाखेरि यस्तो भएको हजुर। एउटा अर्को ट्रान्सफर सब राख्ने एकछिन हल्ला नगर्नु हजुर। त्यहाँ अर्को ट्रान्सफर राख्नको लागि ठाउँ उपलब्ध भएन भन्ने गुनासो छ वितरणको, नत्र भने चाँडै सोल्युसन हुने थियो। होइन सुन्नुहोस् न, अनि कुलमान घिसिङ हुँदाखेरि त लोड भएर चलिरहेको थियो, कसरी होला? त्यस्तो होइन, त्यो त हजुरहरूको बनाइ मात्रै हो सर। किन हुनु ल, अब देखिने गरेर भएको छ। तपाईँले यहाँ बत्ती गएको लग हेर्नुहोस् न, अनि थाहा हुन्छ नि। हजम कुरा गर्छ हामी। केही समय थप पर्खिदिनु होला, वितरणले जति लगाउन खोज्दा नि लागेको छैन हेर्दै हुनुहुन्छ। अब आन्दोलनै गर्नुपर्ने हो हामीले हजुर? आन्दोलन होइन सर, हामीलाई अर्को ट्रान्सफर राख्ने एउटा ठाउँ चाहिएको स्पेसली। होइन, अनि कुलमान घिसिङ हुँदाखेरि त फेरि यो समस्या थिएन किन भने कि यो बुझिने के कुरा? त्यस्तो होइन, यो तपाईँहरूको इन्भर्टर जेनेरेटर बेच्ने होइन, ब्याट्री बेच्ने दाउ हो कि जनतालाई दुःख दिने दाउ हो कि नेपालको उद्योग कारखाना सबै धराशायी बनाउने दाउ हो कि डेडिकेटेड ट्रङ्क लाइनको बग्यौता लिनुपर्ने नलिने, जनता पैसा तिर्नेलाई यसरी लोड सेडिङ गर्ने अघोषित?
त्यस्तो होइन सर, त्यस्तो खालको उद्देश्य होइन हाम्रो पनि। हाम्रो प्राधिकरणबाट त्यस्तो खालको कुनै पनि मनसाय लिएको छैन। देखिहाल्यो होइन, कुलमान हट्ने बित्तिकैदेखि भएको छ। कुलमान हट्ने बित्तिकैदेखि म अहिले मोबाइल बनाउन आएको, म राजाराम तन्डुकार बोल्दैछु। हेर्नुहोस्, त्यो अस्ति हेलमेट लाएर तपाईँको श्वेतपत्रको बेलामा प्रश्न उठाउने मै हो। हितेनदेव साकेजीले हात उठायो नि, त्यो मै राजाराम तन्डुकार हो। म मेरो मोबाइल बनाउन आएको हो। यहाँ अब तताउने हिटर चाहिने बलेन, किन भन्दा बत्ती छैन भने अब मलाई आइज भन्यो, म 2 चोटि 4 चोटि आउनु पर्यो तपाईँहरूको कारणले। कति मान्छेलाई तनाव चला हेर्नुहोस्, तपाईँहरूको कारणले। तपाईँहरूमा एउटा जिम्मेवारी त हुन्छ कि हुँदैन, नैतिकता हुन्छ कि हुँदैन होइन? र फेरि यो न्यु रोडमा ल तपाईँ मैले माने न्यु रोडमा त ट्रान्सफर्मर राख्ने ठाउँ नभएर ट्रान्सफर्मर लोड नलिएर अरू अन्त चाहिँ किन निभिरहेछ? देशैभरि निभिरहेछ, सबै ठाउँमा निभिरहेछ। यस्तो वायत काम पनि गर्छ। तपाईँहरू कर्मचारीहरू जाने सङ्घ सङ्गठन के छ, काङ्ग्रेस एमाले माओवादीका, तपाईँहरूले पनि अलिक विचार गर्नु पर्दैन? ध्यान दिनु पर्दैन? नैतिकता भनेको छैन कर्मचारीमा? कर्मचारीले त गरिरहेकै हो सर। के बात हो यो भन्नुहोस् त? देशैभरि निभ्याछ, एक ठाउँ 2 ठाउँमा पो हुन्छ त, सबै ठाउँमा देशैभरि निप्छ होइन? तपाईँहरूलाई